हेलो नमस्ते। आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ फेरि हामी मुकबाङ भिडियो लिएर आएका छौँ। मेरो छेउमा हेर्न सक्नुहुन्छ मम्मी। अनि सधैँ मैले बाबालाई लिएर आएको हुन्थेँ, आज चाहिँ मम्मीलाई लिएर आएको छु। सासू बुहारी मिलेर चाहिँ हामी आज मुकबाङ भिडियो गर्दैछौँ। मम्मीको र मेरो चाहिँ बोन्डिङ एकदम राम्रो छ, फ्रेन्डली। उहाँ चाहिँ साथी हुनुहुन्छ मेरो। आज हामी खाना खान लागिरहेको छौँ। हाई भनिदिनुहोस् मेरो फ्रेन्डलाई। चुप्पी खानामा रहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ भात। अनि आज चाहिँ हामीले मटनको मासु लिएर आएको छौँ। यहाँ चाहिँ लस्सी र अनि दाल चाहिँ यो दाल चाहिँ तड्का लगाएको वाला दाल हो, देशीवाला दाल। अनि यहाँ चाहिँ रहेको सलाद। अब हामी चाहिँ खाना सुरु गर्छौँ। ल सुरु गर्नुहोस्। एकदम भोक लागिरहेको छ साथीहरू, मिठो होला जस्तो छ खाना। ल म पनि आज बुहारीको भिडियो मासु खाएँ ल। ल फर्स्ट बाई खाएँ साथीहरू। एकदम मिठो भएको छ साथीहरू। दाल चाहिँ बाबाले पकाइदिनु भएको हो, मलाई पकाउन आउन यो देशीवाला दाल। यस्तोवाला दाल भयो भने त तरकारी पनि पर्दैन साथीहरू, कस्तो मिठो छ। मटन प्याज मलाई मन पर्ने। मुही हो है साथी, हो कोही कोही लसुन भन्नुहुन्छ, हामी मुही हुन्छ। कस्तो भयो खाना? मिठो छ। लाग्छ कि भिडियोमा आउन। टिकटक त गराइरहन्छु साथी, यो खाएको भिडियो फेरि पहिलोचोटि हो। अब बुहारीलाई साथ दिएको छु खानको लागि। धेरै धेरै माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो बुहारीको भिडियोमा। सुन्नुभयो नि साथीहरू, मेरो मम्मी पनि यस्तो राम्रो बोल्नुहुन्छ नि बोलेपछि, तर उहाँ लगाउनुहुन्छ उहाँको हो। लाज लाग्छ क्या साथीहरू, पहिलोचोटि नि यस्तो गर्नुभएको, त्यही भएर। दालभरि मिठो भएको छ। बाबालाई पकाउनु भएको दाल। बुढोले दाल पकाएको, बुहारीले फेरि मासु र भात पकाउनु भएको बुहारीले। हाम्रो घरमा पनि ससुरा बुहारी सब लियो। म अब साथीहरू अलिकति अल्छी छु है खाना पकाउनमा। ठिक छ, तपाईँले खाएर सहयोग गर्नुहुन्छ। किनभने साथी छोरी बुहारी हुनुहुन्छ, त्यही भएर क्या। आप खानुहुन्न त? अनि त सिजनको अर्ग्यानिक आएको हेर्नु साथीहरू, बजारदेखि ल्याए होइन, घरै फलेको।
हिजो म माइत गएको थिएँ मम्मीको माइतबाट ल्याएको माइतीले ल्याएको खुर्सानी खा खुर्सानी फेरि मैले जहिले पनि यहाँ भागमा राख्छु अगाडि तर खाना पनि खान्न लाग्दैन हेरेर नै मात्रै डराउँछु कि म एकदम डर लाग्छ पाँच चामच छ 3-4 किलो लगाएको मैले खा आप खायो भातसँग यसरी आफूले खानुहुन्छ साथीहरू हाम्रो चाहिँ कस्तो मनपर्छ घरमा सबैले खान्छ यस्तो खानासँग प्याज फेरि मलाई अति मनपर्छ कोही सक्दैन डर लागेको म त खान्छु मलाई पुऱ्याइदिन मन पुऱ्याइदिनु खुर्सानी दाल चाहिँ मिठो भएछ है दाल पनि भयो दाल पकाएको दाल मिठी छ सँगै बसेर यस्तो खाना खाँदा त मिठो नभएको खाना पनि कस्तो मिठो हुन्छ है सँगै बसेर खाने भनेको फेरि हामीले सागुबारले छुट्टी भएको टाइममा शनिबार आइतबारको चाहिँ हामी खाना परिवार सबैसँग बसेर खान्छौँ स्कुलको टाइममा त बुहारी खाएर 9 बजी जानुपर्छ हेर्नुहोस् अब के गर्ने हामी पछि फेरि एक्लै खान्छ सबै फ्यामिली मिलेर शनिबार शनिबार र आइतबार आजभोलि आइतबार पनि बिदा हुन्छ फेरि बुहारीले सासु र ससुरालाई अगाडि खाना दिएर बुहारीले पछाडि खाने त हाम्रो घरमा छैन फेरि त्यस्तो त्यो छैन त्यो रुढी भयो पहिलाको जमानाको मलाई त पहिला खाना दिनुहुन्छ अनि बल्ल तपाईँहरूले खान्छ र भोक लाग्यो भने त खाइहाल्नु साथी जसलाई भोक लाग्छ उसले खाना खाइदियो छोरी हुनुहुन्छ कि हामी छोरी जस्तै म जस्तो सासु पाउनु त तपाईँहरूले म तपाईँलाई बयान गर्नु पनि सक्दैन खुर्रा पाक्छ फेरि मलाई हेरेँ त्यति पनि यस्तो सासु खुर्रै होइन त्यस्तो होइन मेरो साथीहरूलाई पनि थाहा खाने कहिले गाली गर्छु गर्दैन गाडी गरेर पनि मलाई केही लाग्दैन खाना सिद्धियो के भन्छन् भन्नु त्यो खाना सिद्धियो एकदम मिठो भएको छ आज मम्मीसँग सँगै बसेर कुरा गर्दै खाँदै गर्दा टाइम खाना भइएको पनि थाहै भएन बाई चुप्पी